वेलकम टु माई ब्लग। मेरो च्यानलमा तपाईँलाई स्वागत गर्न चाहन्छु। र आज म ब्लग बनाउनुको एउटा कारण छ। कसरी तपाईँलाई भनौँ होइन, यो विषयमा म पछि बनाउँछु। यसको कन्टेन्टमा तपाईँलाई थम्बनेलमा राखि नै राख्छु त्यो मेरो के कारणले म भिडियो बनाउँदैछु भन्ने कुरा। र यस्तै छ परदेशको लाइफ। अब जाडो पनि सकियो, अब गर्मी सुरु हुँदैछ। सो अब यस्तै छ, काम पनि खासै अहिले भन्न मिल्दैन, खासै छैन र पनि छ। यसरी एउटा चाहिँ मैले ब्लग बनाउँछु र म के भन्न चाहन्छु भन्दाखेरि सबै एक अर्कामा सपोर्टिभ हुनुपर्छ होइन। मैले त्यो भन्छु। यो मैले युट्युब खोलेको समथिङ मैले 2 वर्ष भयो। 2 वर्षमा मेरो सब्सक्राइबर एकदमै बढेको छैन साथीहरू। प्लिज 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 रिक्वेस्ट, तपाईँलाई म रिक्वेस्ट गर्न चाहन्छु, तपाईँको एउटा सब्सक्राइबले गर्दा मेरो धेरै मेरो चाहिँ मेरो एउटा च्यानल ग्रो हुने थियो होइन, हाइलाइटमा जाने थियो। त्यसले गर्दा म तपाईँहरूलाई 10 औँला जोडेर भनौँ भने अब मेरो मोबाइल एउटा हातले छोप्नु परेको छ। त्यसले गर्दा 10 औँला त नजोडौँ भनौँ, तर यसरी सलाम चाहिँ म ठोक्छु। प्लिज मेरो भिडियोलाई सब्सक्राइब गरिदिनुहोस्, लाइक गरिदिनुहोस्। तपाईँहरूको साथ सपोर्ट म पाइनँ भने म कसरी भिडियो बनाउने, म कसरी कन्टेन्ट क्रिएट गर्ने, कसरी तपाईँको एउटा म ब्लग ल्याउने। म पहिला कति ल्याउँथेँ, कति मिहिनेत गर्थेँ, तर मैले मिहिनेत गरे अनुसारको चाहिँ मेरो सब्सक्राइबरहरूले चाहिँ साथ दिनु भएन क्या। मेरो सब्सक्राइबरहरूले साथ दिएर, कमेन्ट गरेर, लाइक गरेर, सेयर गरेर मेरो भिडियोलाई चाहिँ हजुरहरूको साथ चाहिएको छ मलाई। म एक्लै अगाडि बढ्न सक्दिनँ नि त साथीहरू, हजुरहरूको साथ चाहियो मलाई। म त्यति भन्न चाहन्छु। प्लिज यो मेरो तपाईँहरूको मोबाइलमा यो मेरो भिडियो पुग्यो भने प्लिज सब्सक्राइब गरिदिनुहोस्। तपाईँको एउटा सानो सब्सक्राइबले मलाई धेरै सपोर्ट हुन्छ र म पनि तपाईँलाई सपोर्ट गर्छु। मैले यही कुरा मैले भिडियोमा कतिहरू पहिलाहरूमा भनेको पनि थिएँ कि हजुरलाई। प्लिज यदि मेरो च्यानल तपाईँहरूले सब्सक्राइब गरिदिनु हो भने मेसेजमा मेरो एउटा चाहिँ मेसेज बक्स त भन्न मिल्दैन, मेरो भिडियोमा आएर एउटा कमेन्ट गरिदिनुहोस्, हाई भनिदिनुहोस्। तपाईँको पनि 100% म चाहिँ सब्सक्राइब गरिदिन्छु। यो मेरो राजको बाचाको सम्भव क्या। बस यति हो। प्लिज म तपाईँको एउटा आशाको वेटिङमा छु। प्लिज मेरो सब्सक्राइब बढाइदिनुहोस्। तपाईँको एउटा सानो एउटा सब्सक्राइबले यो राजको धेरै पुण्य हुने थियो। प्लिज जतिजनाले मेरो भिडियो हेर्नुहुन्छ त्यतिजनालाई सब्सक्राइब, सेयर, लाइक, कमेन्ट गरिदिनुहोस्। र साथै कमेन्टको पछि हजुरको पनि म सब्सक्राइब गर्छु 100%। यो मेरो बाचाको सम्भव। प्लिज है त। ल यसैको साथ म यसको भिडियोमा थम्बनेल राख्ने नै छु। के थम्बनेल राख्छु त्यो तपाईँले अब यो भिडियो सुनेर पनि बुझिहाल्नुहुन्छ। प्लिज म एउटा चाहिँ तपाईँहरूको साथमा तपाईँहरूलाई यसरी भिडियो बनाएर तपाईँहरूलाई मेरो आफ्नो गुनासो पोख्नु पनि मेरो आफ्नो छुट्टै पीडा छ साथीहरू। प्लिज सब्सक्राइब गरिदिनुहोस्। ल हस्त, नमस्ते।